यो चालकको लागि गर्न सक्ने न्याय र हकितको लागि के गर्न चाहनुहुन्छ? अब यो भनिरहेछन्, सोधिरहेछन्, अब यो के अरे हाम्रो के काम गर्न सक्छन्, चालकलाई के दिन सक्छन् भनेर चाहिँ एकदम न्युजमा आइरहेको छ, कमेन्टमा आइरहेको छ। ल तपाईँले एक दुईवटा जानकारी प्रष्ट गरिदिनु पर्ने भयो। हामीले चाहिँ चालकको लागि के गर्न सकिन्छ भने जुन नीति नियम बनाएको छ सरकारले 25,000, 5,000, 10,000, 50,000 चालकको कमाइ छैन। फर्स्ट चालकले कहाँबाट ल्याएर तिर्ने? 25-30,000 कमाउन नि धाउधाउ छ कि सरकारले चालकको तलब तोकिदियोस्, भत्ता तोकिदियोस्। जब भत्ता तलब नै 50,000 हुँदैन त कहाँबाट ल्याएर तिर्छ है चालकहरूले? घर परिवार पाल्नु परेन? चालकको घर परिवार छैन? चालकले खानु पर्दैन? चालक बाँच्नु पर्दैन? कि चालक रोबोट हो, बिना पानी खाना बिना चल्ने? कि रोबोट हुनु पर्यो? मान्छे भएपछि त खानु पर्यो, बस्नु पर्यो, बचाउनु पर्यो। उसले त सरकारदेखि जनतासम्म सहयोग पुर्याइरहेको छ, योगदान गरिरहेको छ। त्यो योगदान बुझेको छ सरकारले। अनि रह्यो बाँकी अर्को कुरो, तपाईँको यो अहिलेको चालकहरू कसैको महिनावारी हुन्छ, तोकिएको हुन्छ, ठिक छ। महिनावारी तलब कम हुनेलाई अनि तलब प्लस भत्ता हुनेलाई निकै खटिएर चालकहरू रोडमा रात दिन कुदिरहेका हुन्छन्, एक छाक खाएर अनिदो निन्द्रामा कुदिरहेका हुन्छन्। यो विषयमा तपाईँ के भन्न चाहनुहुन्छ? हो, यसको लागि चाहिँ हामीले चालक एकता बनाउन खोजेको हो। चालकको तलब 30,000 देखि 40,000 होस् महिनाको, भत्ता राम्रो होस्। चालकको पनि एउटा जिन्दगी छ। अब जस्तै कि अहिले चालकले बनाएको यो जुन चालकलाई बनाएको यो नीति नियम त चालकले त मान्न सक्दैन। हो, चालकको अधिकार त हनन भइरहेको छ। अब यो सरकारले बनाएको नीति नियमले त कि लाइसेन्स त्यागेर खेती किसानी गर्न जान पर्यो, हजुर, कि विदेशी न पर्यो। चालकलाई विदेशी न मन छैन र खेती किसानी गर्न आउँदैन। अनि चालकहरू भन्छन् हामी नेपालमा केही गरेर खान्छु, नेपालमै गर्छु, नेपालमै मर्छु। यो सरकारले दिएको हामीलाई अनुदान स्वरूपको हाम्रो एउटा लाइसेन्स छ, यो पनि हामीले 5 वर्ष अगाडि नै ट्याक्स तिरेर लाइसेन्स लिएको हुन्छौँ। अनि त्यस पछाडि 5 वर्षकै हामीले पुरै राजस्व तिरेर हामीले लाइसेन्स प्राप्त गरेर 5 वर्षसम्मको लागि निर्धक्क भएर हामीले लाइसेन्सलाई नवीकरण गरेर गाडी चलाएको हुन्छ भन्ने कुरा छ। त के छ यसको विषयमा तपाईँको भनाइ? त्यसको लागि चालकको दमन भइसकेपछि हामीले चालकको हक अधिकारको लागि यसरी आवाज उठाउँदै चालक साथीहरूलाई कतिपयले बुझ्नुभएको छैन, बुझाउँदै लाइसेन्स के हो, किन लियो, त्यसको आधार के हो, कसरी चल्न सकिन्छ, कसरी हामी हिँड्न सकिन्छ, पहिला प्लस पोइन्ट चालकलाई बुझाउनु जरुरी छ। त्यसको लागि हामी बुझाउँदै